यस्तो दामी रहेछ है गणेशजीको मूर्ति। कतिवटा 5वटा टाउको हो धेरै छ त यार कत्रो यार। आहा हिमाल पनि देखिँदो रहेछ यार। कति यताबाट हेर्दा 5वटा देखिँदो रहेछ उता पनि 5वटा छ के टाउको सब जुत्ता लाग्छ नि त आउनु त। यस्तो दामी डाँडो रहेछ ल। ए पोखराको भ्यू त देखिएन त यार। आहा ल यस्तो सिँढी रहेछ। दामी होटल यस्तो घरहरू भन्दै रहेछ डाँडो। औ मन्दिर लु जाम माथि जाम। एक गेसाला रहेछ त यार। मेरो चाहिँ धुपधुपो छु। श्री कैलाशेश्वर मन्दिर दानपेटिका सबै फोटो खिच्ने रहेछ। ठाउँ त दामी रहेछ हौ। ओइ ढुङ्गुरीमा अटोमेटिक मूर्ति छ त यार। धाराहरू यहाँ कति धारा र शिवलिङ्ग कति छन् दाइ? 108वटा शिवलिङ्ग। पानीका धारा पनि 108। ल 108 धारामा स्नान गर्नुहोस्। भएको आजसम्म नरेको नराम्रो काम कृतिहरू पखाल्नुहोस्। एक सय 8वटा धारा 108वटा शिवलिङ्ग। लो धारो कहाँबाट आयो त यत्रो पानी डाँडामा? मन्दिर ल छिटो गर है। अब 20 मिनट भनेको 10 मिनट भइसक्यो। यस्तो मूर्ति रहेछ त माथि।